दर्शक, वेलकम टु माई च्यानल भ्लग। अहिले चाहिँ इलामको माङ्सेबुङ हाम्रो घर पनि छ त्यहाँनिर माङ्सेबुङमा। अहिले म तयारी भइसकेँ, अब माङ्सेबुङको यात्रामा जान आँटिसकेको छु। त्यसैले हजुर छोरी के हो यता हेर्नु त। म कहाँ जानु आँटेको अरे छोरी? पहाड जानु आँटेको नि। ल मिसेस के गर्दै हुनुहुन्छ हेर्नु होला। अब यहाँनिर अटो बोलाइरहेको छु, अटो आउँदैछ। अब एकैछिन पर्खिरहेको छु। ल म अहिले बिहानबाट एउटा काममा थिएँ। त्यो अस्ति नैको थियो के अरे धारा बनाउने काम बाँकी थियो। धारा यस्तो तयार गरिरहेको छु। धारा मैले नै बनाएको, आफ्नै हातले तयार गरिसकेको छु। अब यति काम सके, एउटा लन्ठा चाहिँ अब एकैछिन भोलि र पर्सि, भोलि कार्यक्रम छ। भोलि एक दिन बसिन्छ होला हामी, पर्सि बिहानै हामी आउँछौँ। म लगायत 3-4 जना छौँ हामी। ल म बिचबिचमा माङ्सेबुङको यात्राको म तपाईँलाई भिडियो क्लिप लगाउने छु। ओके, अहिले चाहिँ म दमकमा आइपुगिसकेको छु। अहिले चाहिँ दमक आइपुग्यो। दमकदेखि माथि माङ्सेबुङतर्फ लाग्दैछौँ। दमकको हलदार छुटदेखि दमक जाने यात्रा हो, बाटो हो। यहाँबाट हामी करिब 1 घन्टा अहिले यो जेठदाइसँग बाइक यात्रामा छु। अहिले माङ्सेबुङ जाने क्रममा अहिले यो रथको क्रस गरिसकेका छौँ। यहाँनिर चाहिँ राम्रो भइसकेको छ। यहाँ ठाउँमा चाहिँ माङ्सेबुङ पुग्नलाई निकै कठिनै छ, किनभने माथि रतुवा खोलाको फेदीदेखि यता चाहिँ बाटो राम्रै छ। लगभग पिच पनि आधाउधी बनिसकेको छ। अब केही ठाउँमा बाँकी देखिन्छ र त्यहाँदेखि घट्टिदोमानदेखि माथि चाहिँ अहिलेसम्म बाटो बन्न सकिरहेको छैन। अपडेट गराउँदै जानेछु भने हामी यो देउराली भन्ने ठाउँमा आइपुगिसकेको छौँ। यो ठाउँलाई चाहिँ देउराली भन्छ। यो पुलमा अस्ति नै यसरी गाडी यतिको बाटो राम्रो नभएको कारणले हाम्रो एकजना लडेर पुल माथिमा परेर पुल हो। अहिले चाहिँ पहिले केही सहज चाहिँ भएको छ यो बाटो बन्ने क्रम जारी छ। कहिले
खोलाको कारणले गर्दाखेरि अहिले त्यति साह्रो खोला खोला यात्रा गर्नु पहिले आमाहरू मेरो मामुले यही खोलाको किनारै यात्रा गरेर खानाहरू मकै बोकेर चामल बोकेर केही यात्राहरू बाटोको यात्रा गर्छ। अहिले केही साथीहरू यो चाहिँ मजवादो बनाइपुग्यो है। मजवादो त्यो बाटो त्यो कुनाको बाटो पनि पदयात्रा गर्दै पैदल यात्रा बाटो यसरी हिँडेर आउँथ्यो। अहिले मजवादो पनि यस्तो छ, खतम छ यहाँदेखि माथि यता माथि। अहिले कर्फिदो बन आइपुग्यो है, कर्फिदो बनमा आइपुग्यो। अहिले यो चुली हुँदै चाहिँ हामी थाकल खोजी खान जान्थ्यौँ क्या। अहिले यहाँ मान्छेहरू बस्दाखेरि अहिले यस्तो भइसकेको छ। यहाँदेखि मान्छेहरू लाग्छ यो बाटो अहिलेसम्म ग्राभलै छ यो बाटोहरू। चुली हुँदै गएर यस्तो यो चुली हुँदै यो माथिको चुली हुँदै गएर थाकल खोजी खाने समय आइदिएर हो। यस्तो समयमा चाहिँ हामीले आएर अहिले यहाँ साथीको घर यहाँनिर त्यो ल अब चाहिँ माङ्सेबुङको एरियामा आइपुगिसक्यो। माङ्सेबुङ त यो चाहिँ गाडी छ। डाँडामा यो भिडमा यो खालको यस्तो छ गोठालो गरिन्थ्यो। भिड राखेर यो केन्द्र स्थल माङ्सेबुङ अहिलेसम्म बनिसकेको छैन। के कारण हो धेरै विद्वानहरू मन्त्रीहरू प्रधानमन्त्रीहरू आइरहेका छन्। यो बाटो अहिलेसम्म बन्नुको कारण सम्पूर्ण विकास ध्यान दियोस् भन्न चाहन्छु। सायदै यो माङ्सेबुङ पनि पूर्वको एउटा कर्णाली जस्तो सायद यो रेपस्थल अहिलेसम्म एउटा केन्द्र
राधामोहनको बस्ती हाम्रो सन्त भाइ र राम दाई पनि आउनुहुन्छ। यस्तो छ निकै बाटो कठिन छ। आइपुग्नु आँट्यो। अस्ति कुरा छ बाटो यस्तो छ नि। अब चाहिँ हामी बालुटार आइपुग्नु आँट्यो। बालुटार आउनु अब करिबन 1 मिनट, लगभग 60 सेकेन्डमा हामी लगभग पुग्न सक्छौँ होला। बाटै खराब छ, यस्तो ढुङ्गा गाडी छ, बाटो कठिनाइ छ। अहिले त धेरै एक्सपिरियन्स भइसक्नु पर्छ दाइ पनि। नसकिने पो रहेछ त। सिङ्गलमा त हैरान भयो। ल फाइनल्ली अब चाहिँ माङ्सेबुङ घर आइपुग्यो है। हाम्रो तपाईँ त धेरै बस्नु भएको होइन होइन, यो झुपाडी है, झुपाडी धेरै बस्नु भयो नि। मेरो बाल्यकाल त यतै बितेको नि। माङ्सेबुङ यस्तो छ है माङ्सेबुङ। यहाँबाट देखिने तल दमकतिरको दृश्य यस्तो छ है। तल तल यस्तो भिडालो छ क्या, पाहाडै हो, चिसो मौसम छ।